प्यारी आमा, तिमी सन्चै होला है। थाहा छ, अझै पनि तिम्रो धेरै याद आउँछ आमा, अझै पनि धेरै याद आउँछ। जब तिमी नबोल्दाखेरि मलाई धेरै पिर हुन्छ आमा, मलाई धेरै पिर हुन्छ। हेर न त तिम्रो लागि केही भन्न सक्छु, न त तिमीलाई केही गर्न सक्छु। तिम्रो सपना पुरा गर्छु भनेर म पर्दिसिएको आमा, म पर्दिसिएको। मेरो पनि परिवारहरूलाई खुसी राख्छु भनेर म तिमीबाट धेरै टाढा गएको आमा, धेरै टाढा। थाहा छ, जब म धेरै कुराहरू सहँदै यहाँ बसिरहेको छु र आमाले जस्तै त कसैले माया नगर्दो रहेछ। आज त मेरा साथीभाइले पनि धेरै गाली गरे, धेरै। यति बेला मलाई मेरी प्यारी आमाको याद आयो। मेरी आमाले भने त यति धेरै त गाली गर्नुहुन्न होला भनेर सोचिरहेको थिएँ, तर मलाई धेरै मन दुःख आमा, मलाई धेरै मन दुःख। न त काममा राम्रो हुन्छ, न त रुममा, न त साथीभाइसँगै। जो मान्छेलाई आफ्नो भनेर सोचिरहेको हुन्छु, तर हेर न, त्यही मान्छेले नराम्रो बनाइदिन्छ आमा। त्यही मान्छेले अब बाबा त हुनुहुन्न घरमा, त्यही पनि आफ्नो राम्रोसँग केयर गर्नु है, राम्रो केयर गर्नु। तिम्रो लागि एउटा सानो कागजको टुक्रा लिएर कति ठुलो सपना बोकेर आएको छु आमा, कति ठुलो सपना बोकेर आएको छु। थाहा छ, म तिम्रो सपना म मरेर भए पनि अवश्य पुरा गर्नेछु आमा, मरेर भए पनि अवश्य पुरा गर्नेछु। म तिम्रो लागि जस्तो सुकै परिस्थिति पनि झेल्न तयार छु आमा, जस्तै त परिस्थिति पनि झेल्न तयार छु। कति बेला भन्छन् मैले कमाएको म कसैलाई